गुड आफ्टरनुन साथीहरू हजुरहरू कस्तो हुनुहुन्छ र आज चाहिँ म यहाँ साइक्लिङ गर्दै हामी आएका छौँ यहाँ एउटा बुद्धिस्ट टेम्पल हो। यो पनि बुद्धिस्ट टेम्पलहरू चाहिँ यहाँ म्यानमार देशमा धेरै भेटिन्छ। यहाँ देख्न सक्नुहुन्छ यहाँ पनि यहाँ मङ्कहरू पनि छन्। त साथीहरू अहिले चाहिँ हामी यहाँ साइक्लिङ गर्दै गर्दै यहाँ यता तालाबतिर आइपुगेका छौँ। यो पनि यही टेम्पलकै भित्रतिर हो, एउटा सानो एरिया खालको छ। यहाँ एकदमै राम्रो तालाब हैन इग्नोर द थैलो जस्तै हो, एक दुईवटा त भइरहेको छ नि हैन। यहाँ माछाको लागि खाना खिलाने पनि दोकानहरू छन् उतातिर। गर बटमलाई तपाईँहरूलाई एकछिनमा। तर मान्छेले थैलो कहिले खान थाल्यो साथीहरू, मलाई थाहा नै भएन। यस्तो थैलोमा आउँछ कि एउटा के मिठाई हो जस्तै, अनि त्यही खिलाँदै खिलाँदै झऱ्यो होला नि केटाकेटीको हातले हैन। त जस्तै केटाकेटी धेरै छन् यहाँ। यस्तो यो पाइपको हालत के हो वाउ। साथीहरू अहिले चाहिँ हामी फर्किन आँटेका छौँ। वहाँनिर छन् सपहरू माछाका खानेकुराहरूको। साथीहरू यहाँ चाहिँ एकदमै डाँडो भेटेको छ र त्यसै कारण हामी यहाँ साइकल कुदाउनै सकेनौँ र हामी चाहिँ यस्तै दौडी आएर जाँदैछौँ। साथीहरू अहिले चाहिँ हामी कता गएका छौँ थाहा छैन। यहाँ चाहिँ एउटा चर्च जस्तै आइपुग्यो। जाऊँ न यताको रोड, हामीलाई नै थाहा छैन साथीहरू हामी कता आइराखेका छौँ। मरे बिचारा उता पुट्टन मारो यार। नि म पनि बाटो कन्फ्युज थियो नि, यो बाटो आइएकै छैन होइन साथीहरू। यता टर्न गर्नु यता। साथीहरू अहिले चाहिँ हामी यस्तो सानो गल्ली जस्तोमा आएका छौँ। साथीहरू यहाँ देख्न सक्नुहुन्छ यी दुईजनालाई। हे ब्रो व्हाट्सअप। Hey bro, what's up? How are you man? What's happened bro? What's happened? साथीहरू अहिले चाहिँ हामी यसलाई पुरान जाँदैछौँ हो कि होइन? साथीहरू यहाँ चाहिँ देख्न सक्नुहुन्छ यहाँ छ ब्याडमिन्टन कोर्ट। साथीहरू अहिले त बर्मेस साथीलाई चाहिँ पुऱ्याएर आइसक्यौँ त्यसको घरमा र अहिले चाहिँ हामी घरतिर लागिराखेका छौँ।